नमस्ते, म सुरेन्द्र भन्जाडे। म विगत 10-15 वर्षदेखि अमेरिकामा बस्दै आइरहेको छु र मैले विगत केही वर्षदेखि अनलाइनमा सामानहरू बेच्ने काम पनि गरिराखेको छु। जुन सामानहरू नेपालबाट लिएर आएर मैले यहाँको अमेरिकाको मार्केटमा बेच्ने गरेको छु। त्यसमा मैले एमाजोनमा, इट्सी अनि मेरो आफ्नै शपिफाई वेबसाइट पनि छ। अनि यो एकाउन्टहरूद्वारा चाहिँ मैले बेच्ने गरेको छु र मैले यस्तो धेरै सामानहरू चाहिँ मैले यहीँ बसी आफ्नै ब्रान्ड क्रिएट गरेर नेपालमा मान्छेलाई कन्ट्याक्ट गरेर नेपालबाट सामान सिप गर्न लगाएर यहाँ लिएर आएर बेच्ने गरेको छु। र आजको भिडियोमा म हजुरहरूलाई के विषयमा कुरा गर्न गइरहेको छु भने हजुरहरूले यसै गरी नेपालबाट सामान कसरी बेच्न सक्नुहुन्छ। नेपालमै बसेर हजुरलाई विदेश जानुपर्ने अवस्था पनि छैन। नेपालमै बसेर यही सामान र यिनी यस्ता सामानहरू लाइक इन्टरनेसनल मार्केटमा नेपालबाट कसरी सामान बेच्न सक्नुहुन्छ भनेर त्यो विषयमा मैले म यहाँ केही कोर्स बेच्न पनि आएको होइन। मैले यसरी युट्युबमा नर्मली भिडियो बनाउने, फेसबुकतिर राख्ने मान्छे पनि होइन। म आफै यतिकै ब्रान्डहरू बिल्ड गर्ने काम गर्ने मान्छे हो। मलाई यो प्रति त्यति इन्ट्रेस्ट पनि लाग्ने थिएन। तर इफ आई क्यान मेक वान भिडियो, यदि मैले एउटा भिडियो बनाएँ भने मैले कसैलाई हेल्प हुन्छ भने वाइ नट भन्ने हिसाबले मैले यो भिडियो बनाउन थालेको। आइ एम नट भेरी गुड स्पिकर अल्सो। सो नेपालबाट चाहिँ हजुरले वास्तवमा के सामानहरू बेच्न सक्नुहुन्छ भनेर चाहिँ मैले पहिले यो विषयमा कुरा गर्छु। नेपालबाट हजुरहरूले बेच्न सक्ने सामानहरू, विदेश जाने सामानहरू, मेन कुरा त ह्यान्डक्राफ्ट आइटमहरू छ। अनि त्यस्तै तपाईँले कुकुरले खाने कुराहरू छ, छुर्पी छ जुन कुकुरले खान्छ। अनि त्यसपछि तपाईँको ह्यान्डक्राफ्ट भयो, त्यस्तै शिलाजित भयो, त्यस्तै जडीबुटीहरू छन्। अनि तपाईँको यो सिङ्गिङ बोलहरू भयो। अनि तपाईँको यो धुपहरू हुन्छ जुन मेडिटेसनको लागि युज गर्छन्, त्यस्तो कुराहरू भयो। अनि त्यसपछि हजुरहरूले अरू यस्तै अरू धेरै कुराहरू पनि छन्। जस्तो नेपालबाट यहाँ मान्छेहरूले अचार, गुन्द्रुक सबै बेचे। मकैको पिठो, गहुँको पिठो, फापर, अर्ग्यानिक कुराहरूदेखि ल्याएर एभ्रिथिङ तपाईँले लेबल मिलाएर त्यसको प्रोसेस राम्रोसँग मिलाएर वेल डकुमेन्टेड बनाउनु भयो भने तपाईँले बेच्न सक्नुहुन्छ। लिगल कुराहरू जे पनि बेच्न सक्नुहुन्छ। र यो बेच्नको लागि चाहिँ मैले यो सिम्पल इन्ट्रोडक्सन मात्रै बनाउन खोजेको। अहिले मेरो बायोमा इमेल छ, त्यहाँ गएर हजुरसँग चाहिँ के आइडिया छ, के सामान छ र हजुरलाई के विषयमा जान्न मन लागेको छ त्यहाँ मलाई इमेल पठाउनु होला। र मैले अहिले चाहिँ खासमा चाहिँ मेन चाहिँ तपाईँले नेपालमै बसेर अमेजनमा एकाउन्ट बनाउन सक्नुहुन्छ। एमाजोनमा एकाउन्ट बनाइसकेपछि हजुरले त्यहाँ नेपालको सामानलाई चाहिँ एउटा ब्रान्डिङ गर्नुपर्ने हुन्छ। फर्स्ट कुरा चाहिँ त्यसको लागि चाहिँ यो ब्रान्डको एउटा लोगो लिनुपर्छ। अनि त्यसपछि हजुरले ब्रान्ड रजिस्ट्री नम्बर पनि लिनुपर्छ। अनि यो नम्बरहरू लिइसकेपछि हजुरले त्यसपछि प्याकेजिङहरू डिजाइन गर्ने, अनि तपाईँको पहिला मार्केट पनि रिसर्च गर्नु पर्यो। त्यो सामानहरू चाहिँ कति बिक्री हुन्छ, के हुन्छ, यस्तो रिसर्चहरू चाहिँ अहिलेको जमानामा हजुरले च्याट जिपिटीलाई सोधे पनि हुन्छ। अथवा तपाईँले एमाजोनकै अनलाइनमा गएर त्यो सामान अब के बेच्न खोज्नु भएको, लाइक शिलाजित हो भने चाहिँ तपाईँले शिलाजित भनेर लेख्नुभयो भने त्यहीँ देखाउँछ कि पर मन्थ एउटा सेलरले कति सामान बेच्छ भनेर त्यहीँ लेखेको हुन्छ। सो यस्तो कुराहरू चाहिँ पहिला हजुरले त्यो सामानको बारेमा थोरै रिसर्च गर्नुहोस्। अनि यदि हजुरले रिसर्चमा चाहिँ अलिकति भए पनि पोजिटिभ पाउनुभयो भने चाहिँ त्यसपछि तपाईँले एउटा ब्रान्ड बिल्डअप गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ ट्रेडमार्क रजिस्टर गर्नुपर्छ। ट्रेडमार्क रजिस्टर भइसकेपछि अनि अमेजोनमा चाहिँ हजुरले चाहिँ त्यो ट्रेडमार्क थ्रु चाहिँ बेच्न सक्नुहुन्छ आफ्नै ब्रान्ड रजिस्टर गरेर। र यो कुराहरू कसरी गर्ने भनेर चाहिँ मलाई माथि इमेल लेखेको छु। मैले त्यो इमेल मेरो बायोमा गएर इमेल हेरेर हो र इमेल गर्नु होला। मैले सबै हजुरलाई फ्रीमा सबै देखाइदिन्छु। जस्ट सब्सक्राइब मी।
मलाई सब्सक्राइब गर्नुहोला, म अरू यस्ता भिडियोहरू पनि लिएर आउनेछु। र अनि त्यसपछि कसरी बेच्ने, कतिमा बेच्ने, कुन क्वान्टिटीमा बेच्ने, कुन सामान बेच्ने, यस्तो कुराहरू यदि हजुर इन्ट्रेस्ट हुनुहुन्छ भने है, फेरि इन्ट्रेस्ट छैन, सिक्न नखोज्ने केही छैन, यति गरिहाल्यो भने पनि भएन भनेर छोडिहाल्ने, त्यस्तो गऱ्यो भने चाहिँ हुँदैन है फेरि। त्यही भएर यदि हजुरहरू सिक्न चाहनुहुन्छ सामान कसरी बेच्ने भनेर चाहिँ हजुरहरूलाई इन्ट्रेस्ट छ भने चाहिँ मेरो जिमेलमा जानुहोला र मलाई चाहिँ इमेल गर्नुहोला र त्यसमा हामीले इमेलमा सबै कुराहरू गर्न सक्छौँ। यदि हजुरहरूलाई सबै कुराको केही कुराको पनि हेल्प चाहियो भने म सबै कुरामा हेल्प गर्नेछु, म रेडी भएर हेल्प गर्नेछु। जस्ट सब्सक्राइब मी। अनि त्यसपछि हजुरहरूको त्यो ब्रान्डलाई कसरी ग्रो गर्ने, कसरी एडभर्टाइज गर्ने, टिकटकतिर कसरी एडभर्टाइज गर्ने, फेसबुकमा कसरी मार्केटिङ गर्ने, एमाजोनको एकाउन्टलाई कसरी मार्केटिङ गर्ने, इट्सीमा कसरी मार्केटिङ गर्ने, यो सबै कुराहरू मैले सिकाइदिनेछु। थ्याङ्क यू सो मच। जस्ट इमेल मी इफ यु आर इन्ट्रेस्टेड। यदि तपाईँ नेपालमा हुनुहुन्छ, पैसा बनाउन खोजिराख्नु भएको छ, प्रडक्ट छ अथवा दिमागमा केही कुरा छ, गर्न मन लागेको छ भने चाहिँ इमेल गर्नु होला। मैले यो धेरै यो कोर्सहरू बेच्ने, फेसबुक इन्स्टाग्रामतिर धेरै बोल्ने यताउति मेरो त्यो बाइन छैन। तर यदि हजुरहरूलाई गर्न मन छ भने चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया इमेल गर्नु होला। आई विल बी वेटिङ। थ्याङ्क यू।